आजको यस भिडियोमा हामी कक्षा 12 को अर्थशास्त्र विषयमा भएका सम्पूर्ण सिद्धान्तहरू को छलफल गर्नेछौँ र इक्जाममा यी सिद्धान्तहरूबाट एउटा सिद्धान्त पनि आयो भने हामीले त्यो सिद्धान्तबारे लेख्न सक्षम हुनेछौँ आजको यस भिडियोमा। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नुहोला, हाम्रो च्यानल सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। आज फर्स्टमा हामी पढ्न गइरहेका छौँ रिकार्डोको लगान सिद्धान्त, रिकार्डियन थ्योरी अफ रेन्ट। अर्थशास्त्री डेभिड रिकार्डो द्वारा प्रतिपादित लगानको सिद्धान्तलाई उनकै नामको आधारमा नामाकरण गरी रिकार्डोको लगान सिद्धान्त भनिएको हो। यो सिद्धान्तलाई रिकार्डियन थ्योरी पनि भनिन्छ वा रिकार्डियन सिद्धान्त पनि भनिन्छ। यो सिद्धान्त रिकार्डियन सिद्धान्तको नामले पनि एकदम प्रचलित रहेको छ। उनले सन् 1817 मा प्रकाशित आफ्नो पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसनमा यो सिद्धान्त प्रतिपादन गरेका हुन्। रिकार्डो प्रसिद्ध शास्त्रीय अर्थशास्त्री भएकाले उनको लगान सिद्धान्तलाई लगानको शास्त्रीय सिद्धान्त पनि भनिन्छ। रिकार्डोले लगानको सिद्धान्त व्याख्या गर्दा माल्थसको जनसङ्ख्यालाई पनि आधार बनाएका छन्। रिकार्डोले लगानको सिद्धान्त व्याख्या गर्दा माल्थसको जनसङ्ख्यालाई पनि आधार बनाएका छन्। रिकार्डोले लगान भूमिबाट मात्र प्राप्त हुन्छ भन्ने कुरा बताएका छन्। उनका अनुसार लगान भनेको भूमिको उब्जनीको त्यो भाग हो जुन भूमिको मौलिक र अविनाशी शक्ति प्रयोग गरे बापत भूमिपतिलाई भुक्तान गरिन्छ। यसर्थ भूमिको लगान भनेको भूमिपतिलाई भूमिको प्रयोग गरे बापत मोहीले तिर्ने वा गर्ने भुक्तानी हो। भूमिको लगान भनेको के रहेछ? भूमिपतिलाई भूमिको प्रयोग गरे बापत मोहीले वा प्रयोगकर्ताले गर्ने भुक्तानी रहेछ। रिकार्डोको लगान सिद्धान्तका केही मान्यताहरू पढ्नेछौँ। हामी 5वटा मान्यताहरू पढ्नेछौँ, 5वटा वा 6वटा जति मान्यताहरू पढ्नेछौँ हामी। त्यो पनि छोटो छोटो हामीलाई बुझ्न सहज हुने मान्यताहरू पढ्नेछौँ। यो मान्यताहरू पढ्यो भने हामीले व्याख्या गर्न चाहिँ एकदम सजिलो हुन्छ र मान्यताहरू लेख्दाखेरि पनि केही मार्क्सहरू एक्स्ट्रा आउँछ। 1 नम्बरमा रहेको छ लगान भूमिबाट मात्र प्राप्त हुन्छ। रिकार्डोको लगान सिद्धान्तले लगान भूमिबाट मात्र प्राप्त हुन्छ भनेको छ। 2 भूमि प्रकृतिको निःशुल्क उपहार हो। 3 समग्र समाजको दृष्टिकोणले भूमिको पूर्ति स्थिर हुन्छ। 4 भूमि अविनाशी शक्ति हुन्छ। भूमिको अविनाशी शक्ति हुन्छ मतलब कि भूमिलाई विनाश गर्न सकिँदैन। भूमिको वैकल्पिक प्रयोग हुँदैन। र अर्को बुँदा रहेको छ उर्वरा शक्तिको घट्दो क्रम अनुसार भूमिमा खेती गरिन्छ। अर्को बुँदा रहेको छ सीमान्त अथवा लगानहीन भूमिको उपस्थिति हुन्छ। अर्को बुँदा रहेको छ बजारमा पूर्ण प्रतिस्पर्धा विद्यमान हुन्छ। रिकार्डोको लगान सिद्धान्त दीर्घकालीन मान्यतामा आधारित सिद्धान्त हो। रिकार्डोको लगान सिद्धान्तलाई विस्तृत खेती तरिका एक्सटेन्सिभ कल्टिभेसन टेक्निक र गहन अथवा घना खेती तरिका इन्टेन्सिभ कल्टिभेसन टेक्निकद्वारा व्याख्या गर्न सकिन्छ। दुवै तरिकाद्वारा लगान निर्धारण हुने भएकाले यस पुस्तकमा दुवै तरिकाद्वारा लगान निर्धारणको प्रक्रिया यहाँ व्याख्या गरिएको छ। तर मूल्याङ्कनका लागि रिकार्डोको लगान निर्धारणको कुनै खास तरिका प्रश्नमा सोधिएको अवस्थामा बाहेक अन्य अवस्थामा दुई मध्ये कुनै एक तरिकाको मात्र चर्चा गरे पुग्छ। त्यो भएर हामी विस्तृत खेती अन्तर्गतको लगान यो मात्र पढ्नेछौँ। विस्तृत खेतीले पुँजी र श्रमको उत्तिकै मात्रा प्रयोग गरी आकार र क्षेत्रफल समान भएका तर गुणस्तर फरक भएका जग्गाका विभिन्न टुक्राहरूमध्ये क्रमशः उच्चदेखि न्यून गुणस्तरसम्मका जग्गाका टुक्रामा खेती गर्ने कार्य विस्तार गरी उब्जनी बढाउने तरिकालाई जनाउँछ। र अरू पनि यहाँबाट हजुरहरूले एकैछिन भिडियो पज गरेर हेर्न सक्नुहुन्छ। र हजुरहरूले विस्तृत खेतीको यहाँ तालिका पनि हेर्न सक्नुहुन्छ र गहन र घना खेती अन्तर्गत लगान यहाँ हेर्न सक्नुहुन्छ। यो धेरै इम्पोर्टेन्ट रहेको छैन। अब हामी रिकार्डोका लगान सिद्धान्तका विशेषताहरू पढ्नेछौँ। यहाँ चाहिँ अलि अनक्लियर आएको छ तैपनि म हजुरहरूलाई भन्नेछु। 1 नम्बरमा रहेको छ लगान उत्पादनको साधन भूमिको आय हो। लगान उत्पादनको साधन भूमिको आय हो। एकैछिन है त, म अलिक क्लियरली बुकबाट हेरेर भने लगान उत्पादनको साधन भूमिको आय हो। 2 जनसङ्ख्या वृद्धि हुँदै जाँदा लगान पनि वृद्धि हुँदै जान्छ। 3 लगान परिश्रम बिनाको भूमिपतिको कमाइ हो। 4 भूमिमा गरिने विस्तृत खेती र गहन खेती दुवैबाट लगान प्राप्त हुन्छ। 5 लगान विभेदात्मक बचत प्रतिफल हो। रिकार्डोको लगान सिद्धान्तको आलोचना। अब चाहिँ हामी रिकार्डोको लगान सिद्धान्तको आलोचना पढ्न गइरहेका छौँ।
1 नम्बरमा रहेको छ भूमिको मौलिक र अविनाशी शक्ति हुँदैन। अहिले हामीले यिनी मान्यताहरू पढेका थियौँ, यिनी मान्यताहरूमा आधारित हुन्छ आलोचना। रिकार्डोको लगान सिद्धान्तमा भूमि प्रकृतिको निःशुल्क उपहारको रूपमा प्रदान गरेको मौलिक र अविनाशी शक्ति हुन्छ भन्ने मान्यतामा आधारित छ। आलोचकहरूका अनुसार भूमिको उर्वरा शक्ति मौलिक नभएर मानव निर्मित हुन्छ। उदाहरणका लागि बाँझो र रुखो जग्गालाई खेतजोत गरी मलखाद र सिँचाइद्वारा उर्वर बनाउन सकिन्छ। त्यस्तै उर्वर शक्ति अविनाशी नभई नाशवान हुन्छ। कुनै एक टुक्रा जमिनमा निरन्तर र गहन रूपमा खेती गर्दा यसको उर्वरा शक्ति कम हुँदै जान्छ। भूक्षय, बाढी, पहिरो, खडेरी आदिका कारणले पनि भूमिको उर्वरा शक्ति कम हुँदै जान्छ। 2 नम्बरमा छ भूमिको एकल प्रयोग हुँदैन। रिकार्डोले आफ्नो सिद्धान्तमा भूमिलाई एउटा मात्र बाली मकै लगाउन मात्र प्रयोग गरेका छन्, तसर्थ उनका अनुसार भूमिको अर्को उत्तम वैकल्पिक प्रयोग हुन सक्दैन, अर्थात् भूमिको हस्तान्तरणीय आय हुँदैन। यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लगानको नाममा जे अर्थात् भूमिको जति भुक्तान गरिन्छ त्यो सबै आर्थिक लगान हो। आलोचकहरूका अनुसार वास्तविक जीवनमा भूमिका विभिन्न वैकल्पिक प्रयोगहरू हुन्छन्। एक टुक्रा जमिनलाई एउटा बाली लगाउन मात्र प्रयोग नगरेर अन्य बालीहरू लगाउन पनि प्रयोग गर्न सकिन्छ, अथवा उक्त जग्गालाई औद्योगिकरण वा जग्गा जमिनसँग सम्बन्धित कारोबारमा पनि प्रयोग गर्न सकिन्छ, तसर्थ भूमिको वैकल्पिक प्रयोग र हस्तान्तरणीय आय हुन्छ। अत लगानको नाममा भुक्तान गरिएको सम्पूर्ण रकम आर्थिक लगान हुन सक्दैन। 3 लगानहीन भूमिको गलत मान्यता। रिकार्डोले लगान प्राप्त नहुने भूमि पनि उपलब्ध हुन्छ भन्ने मान्यता राखेका छन्, तर यस्तो भूमिलाई उनले लगानहीन भूमि अथवा सीमान्त भूमि भनेका छन्। यस्तो भूमिको उब्जनी र उब्जनीका लागि लाग्ने लागत समान हुन्छ। आलोचकहरूका अनुसार भूमिको पूर्तिको तुलनामा माग अत्याधिक हुने भएकाले वास्तविक जीवनमा लगान बिनाको भूमि नै हुँदैन। यसर्थ अतिरिक्त बाली अथवा एउटा प्रायोजनका लागि सीमान्त अथवा लगानहीन भनिएको कुनै एक टुक्रा भूमि अर्को बाली अथवा अर्को प्रायोजनका लागि अधिसीमान्त भूमि इन्ट्रामार्जिनल ल्यान्ड हुन सक्छ, तसर्थ रिकार्डोको लगानहीन भूमिको मान्यता गलत छ। 4 नम्बरमा रहेको छ पूर्ण प्रतिस्पर्धाको गलत मान्यता। रिकार्डोको लगान सिद्धान्तले बजारमा पूर्ण प्रतिस्पर्धाको अवस्था विद्यमान हुने मान्यता राखेको छ, तर वास्तविक जीवनमा पाइने बजार अपूर्ण प्रतिस्पर्धाको हुन्छ। भूमिको बजार अपूर्ण प्रतिस्पर्धामा हुँदा भूमिपतिले असुल गर्ने लगान आर्थिक लगानभन्दा बढी हुन्छ, जसलाई एकाधिकार लगान पनि भनिन्छ। हामी 5वटा मात्र आलोचनाहरू पढ्नेछौँ। यहाँ छोटो छ भने हामीले यहाँबाट पढ्नेछौँ। निराशावादी सिद्धान्त। ज्यालाको जीवन निर्वाह सिद्धान्त श्रमिकहरूको आर्थिक अवस्थामा सुधार बडो बर्बाद बताया। यहाँ चाहिँ थोरै मिस्टेक भएको छ है त। 125बाट डाइरेक्ट 131 सरी है त। यहाँ चाहिँ 7वटा मात्र बुझा हो। अब यहाँबाटै पढ्न सक्छौँ हामी। उत्पादनको सम्पूर्ण साधनबाट लगान प्राप्त हुन्छ। रिकार्डोले उत्पादनको साधन भूमिबाट मात्र लगान प्राप्त हुन्छ भन्ने मान्यता राखेका छन्, तर आधुनिक अर्थशास्त्रीहरूका अनुसार उत्पादनका सम्पूर्ण साधनहरूबाट लगान प्राप्त हुन्छ र लगान भनेको साधनको वर्तमान आयबाट हस्तान्तरणीय आय घटाउँदा बाँकी रहने बचत आय हो। र यहाँ चाहिँ के भएको छ भनेपछि 125बाट सिधै 131 भन्नु होला हजुरहरूले। यो सिद्धान्त चाहिँ 125मा सकिन्छ र अर्को सिद्धान्त चाहिँ 131 पेज नम्बरबाट सुरु हुन्छ। र अब हामी पढ्न गइरहेका छौँ ज्यालाको सिद्धान्त, द वेज फन्ड थ्योरी अफ वेजेस। हजुरहरूले हाम्रो च्यानल नेपाल लोन्सलाई सब्सक्राइब गर्नुहोला। ज्यालाको सिद्धान्त सर्वप्रथम एडम स्मिथले सुझाएका थिए, तर यो सिद्धान्त प्रतिपादन गर्ने पूर्ण दायित्व जोन स्टुअर्ट मिललाई जान्छ। ज्यालाको सिद्धान्तका प्रतिपादक जोन स्टुअर्ट मिल हुन्, तर सर्वप्रथम सुझाउने व्यक्ति चाहिँ एडम स्मिथ हुन्। ज्यालाको सिद्धान्तलाई ज्यालाको जीवन निर्वाह सिद्धान्तको प्रतिस्थापक सिद्धान्त नभएर पूरक सिद्धान्तको रूपमा लिइन्छ। यो सिद्धान्त अनुसार जनसङ्ख्याको पूर्ति र कामदारलाई रोजगारी दिन उपलब्ध पुँजीबीचको सम्बन्धमा ज्याला भर पर्दछ। यहाँ जनसङ्ख्याले श्रम गर्ने समूहको जनसङ्ख्या वा श्रम सङ्ख्यालाई जनाउँछ। त्यस्तै पुँजीले ज्याला भुक्तानीका लागि प्रयोग हुने पुँजीको मात्रा र श्रमिकलाई काममा लगाउँदा आकस्मिक रूपमा देखा पर्ने रकमलाई जनाउँछ। कुनै निश्चित समयमा
ज्यालाका लागि उपलब्ध कोष स्थिर हुन्छ जसलाई ज्याला कोष भनिन्छ। यस अवस्थामा ज्याला बढाउने एउटा मात्र उपाय भनेको ज्याला भुक्तान गर्नुपर्ने कामदारको सङ्ख्या घटाउनु हो। कुनै समय बिन्दुमा ज्यालाको स्तर भनेको ज्याला कोष र ज्यालाको भुक्तान गर्नुपर्ने कामदारहरूको सङ्ख्याको अनुपात हो। ज्यालाको स्तर निकाल्ने सूत्र यहाँ रहेको छ। ज्याला कोष अपन कामदारको सङ्ख्या। मान्यताहरू। ज्याला कोष सिद्धान्त निम्न मान्यताहरूमा आधारित छ। 1. पुँजीको मौजात अथवा ज्याला कोष स्थिर हुन्छ। 2. कामदारलाई काममा लगाउनु पूर्व ज्याला कोष स्थापना गरिन्छ। 3. ज्याला स्तर कामदारलाई काम लगाएपछि मात्र निर्धारण हुन्छ। 4. श्रमका एकाइहरू समरूपी हुन्छन्। 5. कामदारको सङ्ख्या परिवर्तन हुँदा ज्याला स्तरमा पनि परिवर्तन हुन्छ। 6. मुद्रा विनिमयको माध्यमको रूपमा मात्र काम गर्छ। र ज्यालाको सिद्धान्त अन्तर्गतका ज्याला स्तर निर्धारण यहाँ रहेको छ। हजुरहरूले यो हेरिहाल्नु होला। एकैछिन हजुरहरूले भिडियो पज गरेर टक्क पढिहाल्नु होला र यो व्याख्या गर्दाखेरि वा इक्जाममा यो बनाऊ भनेर आउन पनि सक्छ। नो वान नोज। त्यो भएर राम्रोसँग हेरिहाल्नु होला। र अब ज्यालाको सिद्धान्तको आलोचना पढ्न गइरहेका छौँ हामी। 5वटा आलोचनाहरू पढ्नेछौँ। एक नम्बर आलोचना रहेको छ ज्यालामा हुने भिन्नताको बारेमा व्याख्या गर्न नसक्नु। यो सिद्धान्त अनुसार सबै कामदारहरूले एउटै दरमा ज्याला प्राप्त गर्दछन्, तर वास्तविकतामा यस्तो हुँदैन। कामदारहरूलाई दिइने ज्याला व्यक्ति, स्थान र समय पेसा अनुसार फरक हुन्छ। 2. श्रमका एकाइ समरूपी हुन्छन् भन्ने गलत मान्यता। ज्यालाको सिद्धान्तले श्रमका एकाइ समरूपी हुन्छन् भन्ने मान्यता राखेको छ, तर एकाइ श्रमिकको सिप, ज्ञान, शिक्षा, बल, आचरण आदिका आधारमा फरक हुन्छन्। श्रमिकको कार्यदक्षता र उत्पादकत्वको अपेक्षा। यो सिद्धान्त अनुसार ज्याला दर निर्धारणमा श्रमिकको कार्यदक्षता र उत्पादकत्वको अपेक्षा गरेको छ। आलोचकहरूले श्रमिकलाई ज्याला कोष सिद्धान्तले निर्धारण गरे बमोजिम नभएर श्रमिकको उत्पादकत्वका आधारमा भुक्तान गरिनुपर्छ भन्नेका छन्। 4. कामदारलाई काममा लगाउनु पूर्व ज्याला कोष खडा गरिँदैन। यो सिद्धान्त अनुसार कामदारलाई काममा लगाउनुभन्दा अघि नै ज्याला कोष खडा गरिन्छ, तर यो अल्पकालमा स्थिर हुन्छ। तर व्यवहारमा कामदारलाई काममा लगाइएको आधारमा ज्याला कोष खडा गरिन्छ। 5 नम्बरमा रहेको छ मुद्रा विनिमयको माध्यम मात्र होइन। यो सिद्धान्तले मुद्रालाई विनिमयको माध्यमको रूपमा मात्र लिएको छ, तर मुद्राको प्रभाव उत्पादन, लगानी र रोजगारीको स्तरमा पर्दछ। 6 नम्बरको सिद्धान्त रहेको छ। यो सिद्धान्तले ज्यालादार घट्छ भन्ने कुरा स्वीकार छ। यो सिद्धान्त अनुसार ज्याला कोष यथावत रहेको अवस्थामा कामदारको सङ्ख्या वृद्धि हुँदा ज्यालादार घट्छ, तर ज्यालादार घट्ने कुरालाई कामदार र श्रम सङ्गठनहरूले अस्वीकार गर्छन्। अरू पनि हजुरहरूले यहाँबाट पढ्न सक्नुहुन्छ। र अब हामी ब्याजको शास्त्रीय सिद्धान्त पढ्न गइरहेका छौँ। यहाँ चाहिँ अलि काम नलाग्ने कुराहरू रहेको जस्तो लाग्यो मलाई। त्यो भएर चाहिँ गरेन है त। 136 भनेपछि 33बाट 136 भनेपछि यो है त हामीलाई कहाँ लाग्ने। अब ब्याजको शास्त्रीय सिद्धान्त पढ्न गइरहेका छौँ। अब हामी शास्त्रीय अर्थशास्त्रीहरूद्वारा प्रतिपादित ब्याजको सिद्धान्तलाई ब्याजको शास्त्रीय सिद्धान्त भनिन्छ। यस सिद्धान्त अनुसार ब्याज दर वास्तविक तत्त्वहरू अर्थात् पुँजीगत वस्तुमा लगानी गर्नका लागि हुने बचतको पूर्तिद्वारा निर्धारण हुने भएकाले यो सिद्धान्तलाई ब्याजको वास्तविक सिद्धान्त पनि भनिन्छ। यो सिद्धान्त बचतको माग र पूर्तिको सिद्धान्तको नामले पनि लोकप्रिय छ। अर्थशास्त्री जेएम काइन्सका शब्दमा साँच्चीकै ब्याजको शास्त्रीय सिद्धान्त भनेको बचत लगानी सिद्धान्त हो, सेभिङ इन्भेस्टमेन्ट थ्योरी हो। शास्त्रीय अर्थशास्त्रीहरूका अनुसार ब्याज दर भनेको पुँजीमा लगानी गर्नका लागि गरिएको बचतका लागि तिरिने मूल्य हो। ब्याज दर उत्पादकत्व, लगानी उद्देश्यका लागि गरिने कोषको माग र बचतद्वारा निर्धारण हुन्छ। बायाँबाट दायाँतिर ओह्रालो लागेको बचतको माग वक्र र बायाँ दायाँ माथितिर उकालो लागेको बचतको पूर्ति वक्रको अन्तर्क्रियाद्वारा ब्याज दर निर्धारण हुन्छ। ब्याजको शास्त्रीय सिद्धान्तलाई अल्फ्रेड मार्शल, पिगू, फ्र्याङ्क विलियम जस्ता अर्थशास्त्रीहरूले पुरस्कृत रूपमा प्रस्तुत गरेका छन्। अब ब्याजको शास्त्रीय सिद्धान्त निम्न मान्यताहरूमा आधारित छ। 1. उत्पादनका साधन पूर्ण रोजगारीमा हुन्छन्। 2. पुँजीमा लगानीका लागि गरिने बचतको माग र ब्याज दर बिच विपरीत सम्बन्ध हुन्छ। 3.
बचतको पूर्ति र ब्याज दर बीच सकारात्मक सम्बन्ध हुन्छ। 4 पुँजीको सीमान्त उत्पादकत्वमा प्रतिफल ह्रास नियम लागू हुन्छ। 5 पुँजीमा लगानीका लागि गरिने बचतको माग र बचतको पूर्ति एक आपसमा निर्भर हुँदैनन्। 6 आम्दानीको स्तर दिइएको हुन्छ। र 7 बचत गर्ने इच्छा र क्षमतामा बचत भर पर्दछ। बचतको माग, लगानी अथवा पुँजीको माग। डिमान्ड फर सेभिङ और डिमान्ड फर इन्भेस्टमेन्ट और क्यापिटल। उद्यमीहरूको पुँजीगत वस्तुमा लगानी गर्ने इच्छाले बचतको माग सिर्जना गर्दछ। पुँजीगत वस्तुमा गरिने लगानी पुँजीको पुँजीको सीमान्त उत्पादकत्व र ब्याज दरमा भर पर्दछ। यदि पुँजीको सीमान्त उत्पादकत्व बजारभन्दा बढी हुन्छ भने यस अवस्थामा उद्यमीलाई पुँजीगत वस्तुमा लगानी बढाउन फाइदाजनक हुन्छ। तर उद्यमीले पुँजीगत वस्तुमा लगानीको मात्रा क्रमशः वृद्धि गर्दै जाँदा पुँजीको सीमान्त उत्पादकत्व घट्दै जान्छ। पुँजीले त्यतिन्जेलसम्म बढाउँदै जान्छ जति बेलासम्म ब्याज दर घटेर पुँजीको सीमान्त उत्पादकत्वसँग बराबर हुँदैन। पुँजीको सीमान्त उत्पादकत्व दिइएको अवस्थामा ब्याज दर घट्दै जाँदा उद्यमीले पुँजीगत वस्तुमा लगानी बढाउँदै जान्छ। बचतको पूर्ति अथवा लगानी अथवा पुँजीको पूर्ति। व्यक्तिगत बचतबाट बचतको पूर्ति हुन्छ। बचत भनेको आम्दानीलाई खर्च घटाएर बाँकी हुने रकम हो। बचत भनेको आम्दानीबाट खर्च घटाएर बाँकी हुने रकम हो। व्यक्तिहरूले आफ्नो आम्दानीको माग भविष्यमा आइ पर्न सक्ने आकस्मिक समस्या समाधान गर्ने उद्देश्यले अथवा बजारमा पूर्ति गरी ब्याज आर्जन गर्ने उद्देश्यले बचत गर्दछन्। ब्याज दरको निर्धारण। ब्याजको शास्त्रीय सिद्धान्त अनुसार लगानीका लागि गरिने बचतको माग र पूर्तिको अन्तर्क्रियाद्वारा सन्तुलित ब्याज दर निर्धारण हुन्छ। सन्तुलित ब्याज दर निर्धारण प्रक्रियालाई तलको एउटा काल्पनिक तालिका द्वारा व्याख्या गरिएको छ। हजुरहरूले तालिका एकैछिन भिडियो पज गरेर हेर्नु होला है त। ब्याजको शास्त्रीय सिद्धान्तको आलोचना। ब्याजको शास्त्रीय सिद्धान्त अथवा वास्तविक सिद्धान्तलाई जेएम काइन्स र अन्य अर्थशास्त्रीहरूले निम्नलिखित आधारमा आलोचना गरेका छन्। ब्याज दर पुँजीमा लगानी गर्नका लागि गरिने बचतको मूल्य होइन। शास्त्रीय अर्थशास्त्रीहरूका अनुसार पुँजीमा लगानीका लागि गरिने बचतको मूल्य ब्याज हो। तर अर्थशास्त्री जेएम काइन्सले ब्याजलाई तरलता त्याग गरे बापतको पुरस्कारको रूपमा परिभाषित गरेका छन्। 2 ब्याज दरले बचत र लगानीलाई बराबर बनाउँदैन। ब्याजको शास्त्रीय सिद्धान्तले ब्याज दरमा हुने परिवर्तनले बचत र लगानीलाई बराबर हुने कुरा सुनिश्चित गर्दछ। तर काइन्सले ब्याज दरमा हुने परिवर्तन नभएर आम्दानी स्तरमा हुने परिवर्तनले बचत र लगानीलाई बराबर बनाउँछ भन्ने विचार व्यक्त गरेका छन्। 3 नम्बरमा छ पूर्ण रोजगार सन्तुलनको अवास्तविक मान्यता। ब्याजको शास्त्रीय सिद्धान्त पूर्ण रोजगार सन्तुलनको मान्यतामा आधारित छ। तर काइन्सको विचारमा पूर्ण रोजगार सन्तुलन अर्थतन्त्रमा देखा पर्ने समस्या अथवा सामान्य अवस्था नभएर असामान्य अवस्था हो। अर्थतन्त्रमा देखा पर्ने सामान्य अवस्था भनेको पूर्ण रोजगारीको स्तरभन्दा तल देखा पर्ने सन्तुलनको अवस्था हो। यो अवस्था वास्तविक जीवनमा पाउन सकिन्छ। त्यसैले ब्याजको शास्त्रीय सिद्धान्तको पूर्ण रोजगार सन्तुलनको मान्यतामा आधारित छ। 4 मा अनिश्चित सिद्धान्त। जेएम किन्सले ब्याजको शास्त्रीय सिद्धान्तलाई अनिश्चित सिद्धान्त भनी नामाकरण गरेका छन्। ब्याज दर कम हुँदा लगानी बढ्छ जसबाट उत्पादन, रोजगारी र आम्दानी बचतमा वृद्धि हुन्छ। उनका अनुसार बचत आम्दानीको स्तरमा भर पर्दछ। आम्दानीको स्तर थाहा नहुँदासम्म ब्याज दर थाहा हुँदैन। र अरू पनि आलोचनाहरू दिएका छन्, हजुरहरूले भिडियो पज गरेर पढ्न सक्नुहुन्छ। र अब हामी नाफाको जोखिम सिद्धान्त रिस्क थ्योरी अफ प्रॉफिट पढ्न गइरहेका छौँ। अमेरिकी अर्थशास्त्री प्रोफेसर फ्रेडरिक हावले वा प्रोफेसर हावलेले सन् 1907 मा प्रकाशित आफ्नो पुस्तक इन्टरप्राइज एन्ड प्रोडक्टिभ प्रोसेसमा नाफाको जोखिम सिद्धान्त अघि सारेका हुन्। यो सिद्धान्त अनुसार जोखिम वहन गर्नु उद्यमीको मुख्य कार्य हो। एउटा उद्यमीले उत्पादनका अन्य साधनहरू जस्तै भूमि, पुँजी र श्रम आदिको समन्वय गर्छ र उत्पादन सुरु गर्छ। यी साधनहरूलाई उद्यमीले पूर्वनिर्धारित शर्त बमोजिम भुक्तान गर्दछन्। वस्तु तथा सेवाहरू
को उत्पादन र तिनीहरूको बिक्रीका बीच समयान्तर हुन्छ। यो समयान्तरमा विभिन्न किसिमका परिवर्तनहरू हुन्छन्। व्यावसायिक उद्यम सञ्चालनमा विभिन्न किसिमका जोखिमहरू संलग्न हुन्छन्। व्यावसायिक उद्यममा संलग्न उद्यमीले घाटाको जोखिम लिनुपर्ने हुन्छ। उद्यमीले यस्तो जोखिम त्यति बेला मात्र लिन्छ जति बेला उसले त्यसको बदलामा आकर्षक पुरस्कार प्राप्त गर्दछ। उद्यमीले जोखिम लिए बापत प्राप्त गर्ने पुरस्कार नै नाफा हो, वा उद्यमीले अनिश्चितता वहन गरे बापत प्राप्त गर्ने पुरस्कार नै नाफा हो। हाउलेका शब्दमा एउटा उद्यमको नाफा भनेको व्यवस्थापन वा समन्वयको पुरस्कार होइन, बरु जोखिम र जिम्मेवारीको पुरस्कार हो। उनले जोखिम र नाफा बीचमा समानुपातिक सम्बन्ध हुने कुरा बताएका छन्। यसको अर्थ उच्च जोखिम हुँदा नाफा पनि उच्च हुन्छ भने जोखिम कम हुँदा नाफा पनि कम हुन्छ र जोखिम नहुँदा नाफा नै हुँदैन भन्ने हो। प्रोफेसर हाउलेले उद्यमीले लिनुपर्ने जोखिम 4 किसिमका हुन्छन् भनी उल्लेख गरेका छन्। ती हुन् पुनर्स्थापना जोखिम, मुख्य जोखिम, अनिश्चितता र लोपन्मुख जोखिम। अमेरिकी अर्थ अब जोखिम, नाफाको जोखिम, अनिश्चितता हामीले कहाँसम्म पढेका थियौँ। अब हामी नाफाको जोखिम सिद्धान्तका आलोचना पढ्न गइरहेका छौँ। 1. सबै प्रकारको जोखिमको पुरस्कार नाफा होइन। 1. सबै प्रकारको जोखिमको पुरस्कार नाफा होइन। 2. जोखिम घटाए बापतको पुरस्कार हो। हामीले चाहिँ यसको थोरै व्याख्याहरू पनि पढ्दै जाऊँ। नाफाको जोखिम सिद्धान्तका आलोचना। 1. सबै प्रकारको जोखिमको पुरस्कार नाफा होइन। यो सिद्धान्तले बिमा गर्न नसकिने र नसकिने जोखिमहरू बीच फरक छुट्याएको छैन। प्रोफेसर नाइटका अनुसार बिमा गर्न नसकिने जोखिमलाई अनिश्चित जोखिम भनिन्छ। यिनै अनिश्चित जोखिम वहन गरे बापत मात्र उद्यमीले नाफा प्राप्त गर्दछ। त्यसैले उद्यमीले नाफा सबै किसिमका जोखिम वहन गरे बापत प्राप्त गर्दैन। 2. जोखिम घटाए बापतको पुरस्कार। यो प्रोफेसर थोमस का अनुसार उद्यमीले जोखिम लिए बापत प्राप्त गर्ने पुरस्कार नभएर बुद्धि, विवेक र क्षमताको प्रयोग गरेर जोखिम पन्छ्याएर वा घटाए बापत प्राप्त गर्ने पुरस्कार नाफा हो। 3. जोखिम र नाफा बीचको समानुपातिक सम्बन्ध हुँदैन। आलोचकहरूका अनुसार नाफाको जोखिम सिद्धान्तले बचाए जस्तो उद्यमीले उठाएको जोखिम र कम जोखिम भएको व्यवसायबाट बढी नाफा प्राप्त हुने अवस्था पनि उठाएको जोखिम र प्राप्त गर्ने नाफा बीच समानुपातिक सम्बन्ध हुँदैन। बढी जोखिम भएको व्यवसायबाट कम नाफा प्राप्त हुने र कम जोखिम भएको व्यवसायबाट बढी नाफा प्राप्त हुने अवस्था पनि हुन सक्छ। 4. सागुरे सिद्धान्त। यो सिद्धान्त अनुसार नाफा उद्यमीको जोखिम र वहन कार्य बापतको पुरस्कार हो। यसलाई आलोचकहरूले नाफा उद्यमीको जोखिम वहन कार्य बापतको पुरस्कार मात्र नभएर उद्यमीको सङ्गठन, समन्वय गर्ने क्षमता र उसको आविष्कार तथा एकाधिकार शक्ति बापतको पुरस्कार हो भनेका छन्। र अर्को सिद्धान्त रहेको छ नाफाको अनिश्चितता वहन सिद्धान्त, अनसर्टेनिटी बियरिङ थ्योरी अफ प्रॉफिट। नाफाको अनिश्चितता वहन सिद्धान्त अमेरिकी अर्थशास्त्री प्रोफेसर नाइटले सन् 1921 मा प्रकाशित आफ्नो पुस्तक रिस्क, अनसर्टेनिटी एन्ड प्रॉफिटमा प्रतिपादन गरेका छन्। प्रोफेसर हाउलेद्वारा प्रतिपादित नाफाको जोखिम वहन सिद्धान्तमा सुधार र परिष्करण स्वरूप प्रोफेसर नाइटले नाफाको अनिश्चितता वहन सिद्धान्त प्रतिपादन गरेका हुन्। प्रोफेसर नाइटले अनसर्टेनिटीको बारेमा जोड दिएर व्याख्या गरेका छन्। साथै जोखिम र अनिश्चिततामा फरक पनि छुट्याएका छन्। उनका अनुसार जोखिमले त्यस्तो एउटा अवस्थालाई जनाउँछ जुन अवस्थामा तथ्याङ्कीय सम्भाव्यताको नतिजा निर्धारण गर्न सकिन्छ र उक्त नतिजालाई बिमाद्वारा अर्थात् उपयुक्त बिमा किस्ता तिरेर शून्य नील बनाउन सकिन्छ। यसको विपरीत अनिश्चितताले त्यस्तो घटनालाई जनाउँछ जसको सम्भाव्यता निर्धारण गर्न सकिँदैन। यस्तो किसिमको अनिश्चितता बिमा गर्न सकिँदैन। प्रोफेसर नाइटका अनुसार नाफा भनेको अनिश्चितता वहन गरे बापतको पुरस्कार हो। यस्तो अनिश्चितता बिमा गर्न सकिँदैन। अर्को शब्दमा भन्नुपर्दा नाफा उद्यमीको जोखिम वहन नभएर अनिश्चितता वहन कार्यको परिणाम स्वरूप उत्पन्न हुन्छ। उद्यमीले दीर्घकालीन सन्तुलनको अवस्थामा पनि अनिश्चितता वहनको प्रतिफल नाफा आर्जन गर्न सक्छन्। र अब अनिश्चितताको वर्गीकरण यहाँ रहेको छ। यो हजुरहरूले सरासर एकैछिन पढिदिनु होला। र अब नाफाको अनिश्चितता वहन सिद्धान्तका आलोचना पढ्न गइरहेका छौँ। 1. अनिश्चितता वहन गर्दैमा नाफा प्राप्त हुँदैन। यो सिद्धान्त अनुसार नाफा अनिश्चितता वहन गरे बापत उद्यमीले प्राप्त गर्ने पुरस्कार हो। तर आलोचकहरूका अनुसार कतिपय अवस्थामा अनिश्चितता वहन गरे पनि उद्यमीले कति पनि नाफा प्राप्त गर्दैन। 2. अपूर्ण सिद्धान्त। नाफा अनिश्चितता वहन गरे बापतको मात्र उठाउने पुरस्कार होइन। आलोचकहरूका अनुसार नाफा उत्पन्न हुनुमा अनिश्चितता वहनका अतिरिक्त अन्य कारणहरू पनि छन्। यस्ता अन्य कारणहरूमा नवप्रवर्तन,
नवप्रवर्तन, समन्वय, सम्झौता आदिलाई लिन सकिन्छ। 3. अनिश्चितता उत्पादनको एउटा छुट्टै साधन होइन। प्रोफेसर नाइटका अनुसार अनिश्चितता उत्पादनका अन्य साधनहरू भूमि, पुँजी र श्रम जस्तै एउटा छुट्टै साधन हो। आलोचकहरूका विचारमा अनिश्चितता एउटा मनोवैज्ञानिक अवधारणा हो र यो वास्तविक लागतको एउटा अंश हो, तर उत्पादनका साधनको पूर्ति सामान्य तिनीहरूको मौद्रिक लागतमा भर पर्दछ, वास्तविक लागतमा होइन। त्यसैले अनिश्चितता उत्पादनको एउटा छुट्टै साधन हुन सक्दैन। 4. संयुक्त पुँजी कम्पनीको हकमा लागू नहुने। 5. एकाधिकार नाफाको व्याख्या गर्न असफल। यो सिद्धान्तले एकाधिकारी नाफाको उजागर गर्दैन। एकाधिकार प्राप्त व्यवसायमा अनिश्चितता कम हुन्छ र नाफा बढी हुन्छ। यतिसँगै हाम्रो किताबमा भएका सिद्धान्तहरू सायद यति नै थियो होला र हामीले चाहिँ यो भिडियोमा हाम्रो कक्षा 12को अर्थशास्त्र किताबमा भएका सम्पूर्ण सिद्धान्तहरू कभर गरिसकेका छौँ र केही सिद्धान्त छुटेको छ भने हजुरहरूले कमेन्ट गर्नुहोला। त्यसको लागि चाहिँ म छुट्टै एउटा भिडियो बनाउने छु। सायद जहाँसम्म मलाई लाग्छ यति नै थिए सिद्धान्तहरू र हजुरहरूले हाम्रो च्यानलमा अर्थशास्त्र, कम्पलसरी इङ्ग्लिस, कम्पलसरी नेपाली, सामाजिक, लिङ्ग्विस्टिक्स र अन्य थुप्रै कक्षा 12का सम्पूर्ण विषयहरूका भिडियोहरू सजिलैसँग प्राप्त गर्न सक्नुहुन्छ र कम्पलसरी इङ्ग्लिसको लिट्रेचर सेक्सनको टोटल 20 मार्क्सको भिडियो जम्बो वान सर्ट लिट्रेचर भिडियो चाहिँ हाम्रो च्यानलमा रहेको छ। त्यो पनि हजुरहरूले हेर्नुभयो भने हजुरहरूलाई लिट्रेचर सेक्सनबाट कुनै पनि समस्या हुँदैन। र यतिसँगै हाम्रो यो भिडियो सकिएको छ। हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। नेपाल लर्न्स हेर्दै गर्नुहोस्। धन्यवाद।